अगाडि गाडी सिधै आएर पछाडि पुगेँ क्या। मैले केही बोल्न सकिनँ, सिधै मोबाइल गल्तीमा हालेँ। त्यसपछि म चाहिँ त्यहाँबाट त्यसै बेला कस्तो हिम्मत त अभ्यास भयो कि मलाई चाउमा हालेको जस्तो लाग्यो क्या। खास केही पनि गरेको ओके भनेर गयो, गर्न दिँदो रहेछ हेर्ने। राम्रो ठाउँ हेर्नु न, फिल्ड भिडियो गर। ओके जेन 2026 को के अरे उयो शुभकामना दिएर गयो। खुसी लाग्यो, राम्रो लाग्यो। अब चाहिँ म भिडियो फुटेज तालले बनाउन सक्छु होला जस्तो लाग्यो। म चाहिँ एकदमै डराएको थिएँ पहिलाको भिडियोमा चाहिँ। मलाई चाहिँ कोही पनि छैन हेर्नु न मेरो साथीहरू। आइडी कार्ड छ, आइडी कार्डले अब मलाई तपाईँहरूलाई अब थोरै पनि मरुभूमिहरू देखाउन चाहे होइन। मरुभूमि यस्तो यस्तो ठाउँमा हेर्नु न, घाँसहरू यस्तो तालले हुन्छ, तपाईँहरूले हेर्नु सक्नुहुनेछ होइन। मलाई चाहिँ एकदम डर लाग्छ कि अब कोही पनि छैन। साथीहरू एकजना भएको भए आँट आउँथेँ कि म धेरै टाढा आइसकेको छु साइकलमा भिडियो बनाउनु तब यो मौसम हेर्नु न, सक्नुहुन्छ चारैतिर कालो बादलले ढाकेको हेर्नु त। आमा कस्तो मौसम राम्रो छ हेर्नुहोस् त। अनि मलाई एकदम मजा आउँछ यसमा खुलेर जीवन होइन गर्नुपर्छ। तर के गर्ने, डर पनि लाग्छ। मान्छेको ठाउँ हो, मेरो गाउँ होइन। मान्छेको ठाउँमा डराउनु पर्छ होइन। अब त्यति खासै बुझ्दैन पुलिसले के गर्ने कसो गर्ने हो। यहाँको बाटो चाहिँ यस्तो हुँदो रहेछ, यहाँबाट चाहिँ पिच रहेछ, त्यहाँबाट उता नजाउँ। म यहाँबाट मोड ल्याएँ, म अब जङ्गल भएर चाहिँ अब फेरि म चाहिँ यताबाट निस्किन्छु होला सायद। प्लिज साथीहरू मेरो भिडियोलाई तपाईँहरूले सक्छ भने लाइक गर्नु, सक्दैन भने नगर्नु होइन, हेर्नु। तर हेरेर पनि उयो गरिदिनु। मलाई भ्युज पनि मलाई उयो छैन। जति आफूले गर्दा त सकिँदैन भने भ्युजको के कुरा, उयो के लाइकको के कुरा, कमेन्टको के कुरा। कमेन्ट भनेर त असिना जस्तै हो, आज हुन्छ भोलि हुँदैन। तर आफन्तहरूले मलाई साथ नछोडिदियोस्, त्यही मात्र मेरो जिन्दगीको उयो हो। तर आफन्त भन्दा पनि मेरो बुढी जुन युट्युब च्यानलमा कवि छ, उसले कहिले पनि मेरो साथ नछोडोस्। यो हो मेरो जिन्दगीको अन्तिम निर्णय। ऊ छ, म सधैँ साथमा हुन्छु, र ऊ छैन जिन्दगीको अन्तिमसम्म। मेरो जिन्दगी के हुने हो त्यो मलाई केही पनि थाहा छैन। हेर्नुहोस् गाउँको जस्तै बाटो छ, तपाईँहरूलाई म बिस्तारै देखाइरहेको छु है। यो हो दृश्य कतारको, कतार मरुभूमि, साउदी बोर्डर नजिक हो यो मैकानिस। मैले पुरा भिडियो तपाईँहरूलाई गर्न नसके पनि मैले फर्स्ट भिडियो बनाएको आज होइन। तपाईँहरूले हेर्नु सक्नुहुन्छ यस्तो हुन्छ मरुभूमि। मान्छेहरूले भन्छ खाडी, तर हो रहेछ खाडी के भनेको, खाडीलाई बस्ने मान्छेहरूले किन हेप्दो रहेछ भनेको यस्तै हो। खाडीमा बस्ने, झाडीमा हग्ने, यही हो यहाँको प्रकृतिले दिएको नै। यस्तो राम्रो राम्रो ठाउँ छ हेर्नुहोस् त गाइस। कुखुराको भाले हेर्नुहोस्। मैले खासै देखाउन सक्दिनँ किनकि बसेर भिडियो बनाउने मसँग टाइम पनि भएन। पुरा बिजुली मार्लाङ मिर्ली गरिरहेको छ। म लगभग 1 घन्टा जति चाहिँ रुम पुग्न लाग्छु होला। म धेरै टाढा आइसकेको छु। ख्याल गर्दा गर्दै गाइस म चाहिँ अब यो बाटो भएर चाहिँ लाग्छु। यो बाटोले मलाई पुर्याउँदैन होला। यस्तो राम्रो ठाउँ छ नि, तपाईँहरूले कृपया मलाई फलो गरिदिनुहोस्, मलाई माया गरिदिनुहोस्। म यस्तो भिडियोहरू धेरै लिएर आउँछु। भिडियो बनाउने जोस तपाईँहरूले जाँगरहरू दिनुहोस्। म हेर्नुहोस् कति अहिले म यहाँ कतारीहरूको बिचमा आएर भिडियो बनाएको छु होइन। तपाईँहरूलाई जे छ त्यो देखाएको छु। कतारको मौसम आज यस्तो छ, तपाईँहरूले हेरिदिनुहोस् प्लिज। मलाई 1 लाइक 1 सेयर गरिदिनुहोस्। सक्नुहुन्छ भने, सक्नुहुन्न भने गर्दिनँ। गरिब मान्छे यस्तै हो, जहिले पनि त दुःख गरेर हामीले उयो गर्नुपर्ने हुन्छ किन त होइन। हरेक उयो भ्युज कमाएर नि हामीलाई के भयो र, हामीलाई होइन। त्यही हो, दुःख नगरी जिन्दगी हुँदैन। जिन्दगी भनेको सुख र दुःख एउटै हो, घाम छाया जस्तै। जब साँझ पर्छ तब रात हुन्छ।
होइन। यस्तै हो, तपाईँहरू सुन्न सक्नुहुन्छ यहाँको मेघ गर्जन तपाईँहरूलाई मैले प्रत्यक्ष भिडियोमा देखाइरहेको छु आज होइन। म चाहिँ साइकलमा छु। के हुने हो यहाँको आज डिसेम्बर 26 हो। आज हाम्रो पनि छुट्टी नयाँ वर्षको। सम्पूर्णलाई नयाँ वर्षको धेरै धेरै शुभकामना दिउँ भने पनि म कतार छु, नेपालको त नयाँ वर्ष होइन। तपाईँहरूले फेरि मलाई गाली गर्नुहुन्छ, त्यही हो विदेश बसेर विदेशको उयो गऱ्यो भन्ने हुन्छ। हजुरहरू यस्तो छ है जी। मेरो जिन्दगी चाहिँ काम गर्छु लेबरको, पैसा हुँदैन जिन्दगीमा, घुमघाम गर्ने हाँसखेल गर्ने, यस्तै हो। तपाईँहरूलाई प्रत्यक्ष भिडियो देखाउँदैछु। हे आमाई म पनि थाकेँ। साथीहरू आकाशमा मिल्ली पुरै गरिरह, तपाईँहरू हेर्न सक्नुहुन्छ म भिडियो बनाइरहेको छु। यस्तै छ हो, बख्राहरू भित्रभित्र छ, चराहरू उडेर प्रकृतिले पुरा छाइरहेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ पुरा खाडी चाहिँ यही हो, मरुभूमि, पुरा मरुभूमि तपाईँहरूले हेर्न सक्नुहुन्छ। पुरा मरुभूमि चाहिँ यो कतारको तपाईँहरूलाई म आज प्रत्यक्ष देखाइरहेको छु। तपाईँहरूले कृपया मलाई हेरिदिनुहुन्छ भन्ने चाहिँ मलाई उयो छ होइन। तपाईँहरूले माया नगरी कसले गर्छ र भाइलाई। हेर्नुहोस्, प्रकृतिले भरेको चराचुरुङ्गीहरू पुरा बास बस्न लाग्नु झुपडीतिर लागिसके। उनीहरूको नि आफ्नो ठाउँ होला जस्तो लाग्छ क्या, हामी जस्तो हामी ड्युटी गएर आयो त्यस्तै होला उनीहरू पनि। दिनभरि यो खहरेमा खोज्यो खायो, के पाउँछ रे खहरेमा, केही छैन। हेर्नुहोस् त, तपाईँहरूले देख्नुहुन्छ नि यो उठले खाने घाँस, यो उठले मात्रै खान्छ, किनकि यसमा काँडा, पुरै काँडा हुन्छ होइन। अरू त केही छैन। ढुङ्गा ला गाइजहरू, पानी धेरै पऱ्यो, म पनि अब धेरै टाढा छ यात्रा, फर्किन्छ होला। हेर्नुहोस् त मेघहरू पुरै गरिदिरहेको छ। यस्तो हुन्छ जिन्दगीको हरेक उयोहरू। सायद समुद्रले सुनामी त ल्याउने होइन, ल्याए पनि केही छैन। म जस्तो हजारौँ नेपालीहरू छ, त्यसमा मलाई गर्व छ। विदेशमा के गर्नु, नेपालमा रोजगारी छैन, यही कारणले त हामी विदेशिनु परिन्छ हरेक ठाउँमा। नबुझेको ठाउँमा हामी आउनुपर्छ, यो कारणहरू हाम्रो गरिबीको। कृपया हजुरहरूले मलाई माया गरिदिनुहोस् त। बाई बाई। म हजुरहरूले माया गर्नुभयो भने यस्तो भिडियोहरू फेरि यही ठाउँमा आएर अर्को भिडियोहरू लिएर आउँछु। हस्।